हेलो गाइज के छ सबैजना आराम सन्चै हुनुहुन्छ होला नि होइन। सधैँको चाहिँ आज पनि मैले एउटा भिडियो लिएर आएको छु। मलाई थाहा छ तपाईँहरूले मेरो भिडियोलाई माया गरिदिनुहुन्छ। आज चाहिँ म मेरो साथीहरू चाहिँ उनीहरू पार्क घुम्न जान लागेको हो। हामी रुमबाट निस्किसक्दा चाहिँ रात परेको थियो बाहिर। त्यही पनि ठिकै छ, रातिको टाइममा गयो भने धेरै रमाइलो हुन्छ नि त, लाइटिङहरू छ। अनि त्यही भएर हामी चाहिँ राति नै निस्केको थियौँ। त्यसपछि त हामी ओभर पुग्यौँ। ओभरबाट चाहिँ हामी मेट्रोमा जाने भनेर डिसाइड गऱ्यौँ, किन भन्दा मेट्रो गयो भने चाँडो पुग्छ नि त। त्यसपछि त ओभरमा मेट्रो कुर्दै बस्दै गऱ्यो, मेट्रो कति बेला आउँछ भन्दै। त्यसपछि फाइनली मेट्रो पनि आइसक्यो है। तर मेट्रोमा यति धेरै भिड थियो होइन। क्रिसमसको टाइम भएर होला नि, मान्छेहरू घुम्नको लागि धेरै जानु भएको थियो कि, त्यही भएर। अनि त्यसपछि हामी प्याजा भिक्टोरीमा पुग्यौँ। अनि प्याजा भिक्टोरीबाट चाहिँ के अरे स्टेसन चेन्ज गरेर गयो भने चाहिँ छिटो पुगिन्छ नि त। त्यहाँबाट 3 कि 4 स्टेसनमा पुगिन्छ नि त। अनि त्यही भएर हामी त्यहीँबाट जाने निर्णय गऱ्यौँ। साथीहरू चाहिँ सबैजना अगाडि जानुभएको थियो। म चाहिँ पछाडि यसो 2-4वटा भिडियो क्लिपहरू लिगौँ न भनेर लिएको। मलाई चाहिँ भ्लग बनाउन एकदम मनपर्छ है। तर जानी नजानी बनाउँछु होइन। रङ्ग चाहिँ कति छ कति, तर ढङ्ग भने 1 पैसाको छैन क्या मेरो। त्यसपछि त हामी उनीहरू पुग्यौँ। उनीहरूबाट बाहिर निस्किँदैछौँ दाइ हामीहरू होइन। दाइहरूले मैले यस्तो जिस्काइरहेको छु, दाइहरूले पनि पुरा पोज दिइराख्नु भएको छ। जस मसँग एकदम मिल्नुहुन्छ उहाँ दाइहरू। हामी एउटै ठाउँको नभए पनि हामी परदेशी हो नि त दाजुभाइहरू। जताको भए पनि एकदम मिलेर बस्छौँ हामी दाजुभाइहरू चाहिँ। अनि हामी चाहिँ अब पार्लियामेन्टको लागि जाँदै थियौँ नि त। पार्लियामेन्ट जाने बेलामा यो साइडमा हेर्नु न कस्तो राम्रो बनाएको कि है। मलाई एकदम राम्रो लागेको थियो। झन् अरूभन्दा नि यो डल हेर्नु कस्तो क्युट देखेको थियो। ओ माई गड। मान्छेहरू अगाडि पछाडि हिँडिरहेको थियो। म चाहिँ क्यामेरा तेर्साउँदै अलिअलि बोल्दै हिँडेको। लाज त कति लागेको थियो के गर्नु लाज लागेर। त्यही पनि अलिकति जोस जाँगर लिएर ल है म गर्न सक्छु भन्ने हिम्मतले चाहिँ म अगाडि बढिरहेको छु। त्यही भएर सबैले सपोर्ट गरिदिनु होला साथीभाइहरू है। कृपया मेरो च्यानललाई लाइक सब्सक्राइब पनि गरिदिनु होला। त्यसपछि त मलाई कति बेला पार्लियामेन्टको अगाडि पुगौँ भन्ने भएको थियो कि, त्यो सिन देख्दाखेरि त मलाई ओ माई गड छिट्टो जाउँ जस्तो भएको थियो। तर हामी चाहिँ बिस्तारै गयौँ। त्यसपछि त यो गेट हेर्नु न, गेटबाट भित्र छिर्न नपुग्दा मान्छेको भिडहरू कति थियो कि। बल्ल घुच्यार्दै भए पनि हामी भिडबाट भित्र चाहिँ छिरिरहेछौँ कि होइन। तर एकदम राम्रो थियो, जस हेर्नको लुक्स चाहिँ राम्रो थियो। त्यसपछि हामी साथीहरू चाहिँ जाउँ उता साइडतिर गएर बसौँ, उता हेरौँ भनेर डिसाइड गरिरहेको थियौँ। अब मान्छेहरूको भिड कति धेरै थियो कि, त्यो पछाडिको सिनहरू पनि यति राम्रो थियो है। पार्लियामेन्टलाई त झन् यस्तो दामी बनाएको थियो कि, तर मैले सबै भिडियोहरू चाहिँ क्याप्चर गर्न सकिनँ किन भन्दा भिड धेरै थियो। त्यसपछि त साथीहरू हामी चाहिँ घर फर्किने डिसाइड गरिरहेको थियौँ, किन भन्दा रात धेरै भइसकेको थियो। हामी भनेको अलिकति टाढा बस्ने मान्छे हो नि त, आउट अफ बुकारेस्ट हो नि त। अनि त्यही भएर हेर्नु न, यो चाहिँ क्या डरलाग्दो खेल थियो है। बच्चाहरू यस्तो मजाले खेलेको थियो कि। एन्ड त्यसपछि त साथीहरू हामीसँगै भेट भएको थियो। अनि हामी चाहिँ एउटा ग्रुप भिडियो लिगौँ भनेर लिएको हो नि त यो चाहिँ। अनि हाम्रोतिर चाहिँ रोटेपिङ चाहिँ कस्तो मजाले घुम्छ यहाँ त, स्लो मोसनमा घुम्ने रहेछ कि, कस्तो अचम्म लाग्यो कि मलाई चाहिँ। अनि यो साइडतिर हेर्नु न कस्तो दामी त्यो पसलहरू कि, सानो पसल राखेको कि। यसमा वाइनहरू अनि त्यो क्रिसमसको त्यो बुकहरू पाउँछ कि। मलाई चाहिँ त्यो ठाउँको चाहिँ सबभन्दा मेन आकर्षक भनेको चाहिँ यो लाग्यो कि, एकदम राम्रो लाइटिङ गराएको, बच्चाहरू खेल्नको लागि कि यस्तो राम्रो लाग्यो मलाई चाहिँ यो। अनि त्यसपछि हेर्नु न पुरा त्यो मान्छे कति अग्लो थियो होइन। त्यो स्टेजमा हेर्नु न बच्चाहरूले यस्तो राम्रो पर्फर्मेन्स दिएको थियो, म्युजिकहरू डान्सहरू एकदम राम्रो दिएको थियो कि। तर लाइफमा सबै कुराको इन्जोय लिनुपर्छ, ठिकै छ नि त। अब हामी क्रिस्चियन धर्म होइन भनेर हामीले यो गएर इन्जोय गर्नु हुँदैन भन्ने त हुँदैन नि त। त्यही भएर सबैकोमा हामी गएर रमाइलो गर्न सकिन्छ, सबैलाई सेलिब्रेट गर्न सकिन्छ कि। मेरो चाहिँ यो धारणा छ है। तपाईँहरूको चाहिँ कस्तो धारणा छ कमेन्ट गर्नु ल। हेर्नु नि त यस्तो दामी डान्स थियो, यस्तो राम्रो पर्फर्मेन्स थियो। ओ माई गड, यो चाहिँ मेरो लाइफमा फर्स्ट टाइम हो होइन। युरोप कन्ट्री आएबाट चाहिँ यस्तो नजारा चाहिँ मैले अहिले नै देखेँ हो। पहिला पनि देखेँ तर पहिला चाहिँ यति राम्रो थिएन। तर योपालि एकदम राम्रो थियो। म त यस्तो इन्जोय गरेँ कि, यस्तो इन्जोय गरेँ कुरै नगरौँ न। एन्ड फाइनल्ली हामी चाहिँ अब हाम्रो टाइम धेरै थिएन अनि जाने भन्ने कुरा भइसकेको थियो। हामी चाहिँ अगाडि बढ्दैथ्यौँ। त्यही पनि यसो साइडतिर रमाइलो केही छ कि भन्दै हेर्दै खोज्दै थियौँ। तर रमाइलो चाहिँ धेरै नै भइसकेको थियो। हाम्रो टाइम पनि कम थियो नि त। अनि हामी जानुपर्ने हुन्छ नि त। पछि यसो हेरेको साथीहरू पुरै गयो, दाजु र म मात्रै भयो। फेरि दाजुले साइडतिर हेर्नु साथीहरूलाई एकचोटि कल गर्नु खोज्नु भनेको, दाइ पनि हराउनु भयो।
म एक्लै भएँ कि लास्टमा फेरि यताउता हेरेको पछि दाइ पछाडि आउनु भएको रहेछ। पछि दाइले फोन गरेको हामी गेट बाहिर छौँ छिटो आऊ जानुपर्छ भनेर साथीहरूले भनिसकेपछि हामी त्यहाँबाट निस्किएको हो होइन। साथीहरू यति नै हो भिडियो, राम्रो नराम्रो प्लिज मलाई सपोर्ट लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मेरो भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है गाइज। किप लभिङ एन्ड किप सपोर्टिङ है ल प्लिज गाइजहरू।